जय मसिया सबैजनालाई। म आशा गर्दछु यहाँ सबैजना सन्चै अनि आरामै हुनुहुन्छ होला भनेर है। आज धेरै दिनपछि नयाँ भिडियोसँगै अनि यहाँहरूमा चाहिँ उपस्थित भइसकेको छु। आज चाहिँ हामी सबैजना जवान सङ्गतिमा जाँदैछौँ है। यहाँहरूले भिडियोमा चाहिँ हेर्न सक्नुहुनेछ है। अब हामी चाहिँ जाँदै गरेको सङ्गति गर्दै गरेको सबै कुराको म चाहिँ अपडेट दिनेछु। तपाईँहरू चाहिँ सबैजना चाहिँ भिडियोलाई आरामै हुनुहुन्छ होला भनेर आज धेरै दिनपछि चाहिँ नयाँ भिडियोसँगै यहाँहरूमा चाहिँ उपस्थित भइसकेको छु। आज चाहिँ हामी प्रशस्त तरुणी मण्डलीका जवानहरू चाहिँ सबैजना चाहिँ जवान सङ्गतिमा जानलाई चाहिँ हामी रेडी भइसकेको छौँ। सबैजना जम्मा भएर चाहिँ हामी यहाँ चोकमा गाडी पर्खिरहेका छौँ है। त्यही भएर चाहिँ सबैजनाले चाहिँ भिडियोलाई माया अनि सब्सक्राइब लाइक सेयर सबै गरिदिनु होला है। आज चाहिँ हामी धेरै दिन पश्चातको बावजुद हामी फेरि यहाँहरूमा आज यसरी चाहिँ भिडियोमा आएका छौँ। यहाँले हेर्न सक्नुहुन्छ प्रशस्त तरुणी मण्डलीको हाम्रो युथहरू यहाँ सबैजना गाडीको बसको चाहिँ वेटिङमा हुनुहुन्छ है। सबैजना यहाँहरू सबैले हेर्न सक्नुहुन्छ। अब चाहिँ हामी गाडी कुरिरहेछौँ है। सबै जवानहरू प्रशस्त तरुणी मण्डलीको जवानहरू सङ्गति जानलाई एकदम तयार भइसक्यो। फाइनली गाडी पनि आइसक्यो है। सबैजना चरौँ है। बिस्तारै स्लोली नाटिकन हामी चाहिँ बसबाट झरिसक्यौँ है। अब चाहिँ यात्रा सुरु हुँदैछ। परमेश्वरको वचन मण्डलीमा चाहिँ हामी सबै जवानहरू चाहिँ यसरी हिँडिरहेका छौँ है। बल्ल बसबाट यहाँबाट झरेर अब चाहिँ हिँडिरहेछौँ सबैजना। सबै युथहरू चाहिँ है परमेश्वरको महिमा गर्नलाई आराधना गर्नलाई सबैजना। ल फाइनली हामी आइसक्यौँ है। ल आइसक्यौँ। नमस्ते, हामी चाहिँ आइसक्यौँ है। ल आइसक्यौँ है। अब चर्च चाहिँ यही हो हुनुहुन्छ चर्च सक्नुभयो। चर्च चाहिँ यही हो हेर्न सक्नुहुन्छ। फाइनली आइसक्यो है। धन्यवाद।
ताली बजाउन सक्नुहुन्छ है कस्तो चल्दैछ सहरमा जीवन हतारो हल्ला रमाइलो रमझम मानिसको भिडभाड नसक्ने गन्तम हेर्दा हेर्दै जाला है सुगम बित्ला है तिमीले साथी तर बेवकुफ नभन्नु मलाई तिमीले र मैले देखेको एउटै हो